यो चाहिँ हो भिक्टोरियाको डाउनटाउन सहर। अहिले चाहिँ क्रिसमस ठ्याक्कै अब सुरु हुँदैछ केही दिनमा। यो चाहिँ क्रिसमसको लागि नै होला यो तयारी चाहिँ सम्भवतः होइन। यहाँ अब सधैँभरि यस्तो रहिरहन पनि सक्छ, तर यो सायद चाहिँ क्रिसमसको टाइममा चाहिँ यहाँ लाइटहरूले चाहिँ झक्किझकाओ होइन। यहाँ बिचमा चाहिँ एउटा स्ट्याचु जस्तो छ होइन। अनि यहाँ लाइटले चाहिँ यस्तो रमाइलो बनाइएको छ यो ठाउँ होइन। अनि मान्छेहरू चाहिँ यहाँ आउँछन्, हेर्छन्, फोटोहरू खिच्छन्, फ्यामिलीसँग आउँछन्, रमाइलो गर्छन्। अनि यो चाहिँ साँच्चै रमाइलो छ। जुन मेरो यो ब्याकग्राउन्डमा छ हरेक रुखहरू छ, जुन यो आर्टिफिसियल रुखहरू जस्तो देखिने, यहाँ चाहिँ लाइटहरूले चाहिँ एकदम सजाउ गरिएको छ है। क्रिसमसको मेन चाहिँ भनेकै लाइटहरूले नै क्रिसमस रमाइलो हुने, प्लस हिउँले पनि। तर भ्यान्कुभरमा चाहिँ हिउँ अलिक कम पर्ने भएकोले यहाँ चाहिँ सम्भवतः जम्मा 10 दिन मात्रै वर्षमा हिउँ पर्ने भन्ने साथीहरूबाट सुन्नमा पाएँ मैले, किनकि मलाई चाहिँ त्यति अनुभव छैन। तर म चाहिँ हिउँ पर्ने सिजनमै आइरहेको छु, तर मलाई त्यति जानकारी चाहिँ छैन हिउँको यहाँ। तर ओन्टारियो साइडमा चाहिँ हिउँ चाहिँ अत्याधिकै पर्ने गर्छ, तर यहाँ चाहिँ पानी चाहिँ अत्याधिक पर्ने, हिउँ चाहिँ एकदम कम पर्ने यो ठाउँ। तर राति हिँड्दा चाहिँ साह्रै रमाइलो लाग्ने यो ठाउँ।